बुबा आमालाई लुम्बिनी दर्शन गराउन लैजाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सको टिकट चेक इन गराउँदै आशिष भाइ र म भैरवा अब हामी भैरवाको फ्लाइटको लागि बुबा आमासँगै भित्र जाँदैछौँ। यी पाइलाहरू सधैँभरि यसरी नै लम्किरहेको हेर्न पाऊँ। यो सिङ्गापुरले बनाएको गुम्बा रहेछ। भित्र गुम्बाको दर्शन गर्न लैजाने हुनुहुन्छ। गुम्बाभित्रको शान्त वातावरणले मनलाई नै आनन्दित बनायो। हामी मायादेवी मन्दिरमा जाने गेटमा आइपुग्यौँ। यो चाहिँ मायादेवी मन्दिर जाने गेट भर्खर बनाउँदै रहेछ, नयाँ कन्स्ट्रक्सन हुँदै। यहाँ पेन्टिङहरू गर्न बाँकी नै छ, नामहरू लेख्न बाँकी नै छ। यहाँबाट 10 मिनट जति हिँडेपछि हामी मायादेवीको मन्दिरमा पुग्छौँ। बुद्धको जन्मस्थल लुम्बिनी जीवनमा एकचोटि जसरी भए पनि दर्शन गर्नुपर्ने एक महत्त्वपूर्ण तीर्थस्थल हो। लुम्बिनीको दर्शन पश्चात तपाईँले आफूलाई बुद्धबाट ब्लेसिङ प्राप्त गरेको महसुस गर्नुहुनेछ। हामी चाहिँ लुम्बिनीको मेन गेटमा आइपुग्यौँ भित्र जाने। यहाँ चाहिँ 1000 रुपियाँको टिकट काट्नु पर्दो रहेछ गोप्रोलाई। ए भिडियो नबनाउनुस् न। हस् हस् हस्। यो मायादेवी मन्दिर हो। मायादेवीको मन्दिर बुबा आमा जाँदै हुनुहुन्छ। अब भित्र चाहिँ फोटो खिच्न दिँदैन क्यारे। भिडियो क्यामेरा फोटो सब बन्द गर्नुपर्छ क्यारे। भित्र फोटो खिच्न दिँदैन, बाहिरसम्म मात्रै हो। हामी मायादेवीको मन्दिरभित्रबाट दर्शन गरेर फर्केको। हामी चाहिँ फर्केको मायादेवीको मन्दिरबाट। बुद्ध जन्मेको, बुद्धको जन्मस्थल ठाउँ हेरियो, रमाइलो भयो, खुसी भयो, दर्शन गरियो। हामीले दीप प्रज्वलन गर्ने ठाउँमा आएर बत्ती बाल्दै हाम्रो पुर्खा र पितृहरूप्रति सम्झना र सम्मान प्रकट गर्यौँ। हामी अहिले शान्तिदीपमा आइपुग्यौँ। यो शान्तिदीप चाहिँ कहिले पनि निप्दैन। यो शान्तिको दीप सधैँ बलिरहन्छ। गुम्बाहरूको परिक्रमा गर्दै दर्शन गर्ने क्रम अझै हाम्रो चलिरहेको छ। कम्बोडियन बुद्ध गुम्बामा आइपुग्यो। यो चाहिँ कम्बोडियनहरूले बनाएको गुम्बा रहेछ। कम्बोडियन बुद्धमय गुम्बा। विभिन्न गुम्बाहरूको भ्रमण गर्दै दर्शन गर्ने क्रम अझै सकिएको छैन। कतिपय गुम्बाहरू चाहिँ विभिन्न कारणले गर्दाखेरि बन्द गरेर राखिएको पनि हामीले पायौँ। यो चाहिँ थाइल्यान्डले बनाएको गुम्बा। कस्तो सेतो कलरको राम्रो रहेछ। चाइनिजहरूले बनाएको गुम्बा रहेछ।
कस्तो आनन्दमा है गर्नु। मने पे मैं हूँ, मने पे मैं हूँ, ओ मने पे मैं हूँ, ओ मने पे मैं हूँ, मने पे मैं हूँ। लुम्बिनीमा विभिन्न देशका बुद्धिस्टहरूले बनाएको गुम्बाहरू घुम्ने क्रममा अहिले हामी यता आइपुग्यौँ। आमा बुवालाई हिँड्दा हिँड्दा ठोकाइ लागे जस्तो छ। त्यहाँ टुक्रुक्क हामीले कुरेर बस्नुभएको छ। ल ब्रो हस् हस्। यसरी विभिन्न देशहरूले बनाएको गुम्बाहरूको भ्रमण गर्दै बुद्धको दर्शन गर्दा हामीले आफूलाई बुद्धबाट ब्लेसिङ प्राप्त गरेको महसुस गर्यौँ। यो चाहिँ लुम्बिनी भ्रमणको लगभग अन्तिम डेस्टिनेसन हो। व्हाइट गुम्बाको दर्शनको लागि हामी अगाडि बढ्दैछौँ। यस्ता दशौँवटा गुम्बाहरू हामीले यात्रा गरिसक्दा भ्रमण गरिसक्दा पनि हामीलाई एकछिन पनि थकाइ लागेको महसुस भएको छैन। सायद हामीले पनि इन हिलिङ पावर प्राप्त गऱ्यौँ क्यारे। हामी चाहिँ आज एका बिहानै लुम्बिनी केबल कार चढ्नलाई आयो। यो केबल कार चढेर माथि पुगेपछि दर्शन गर्न पाइने कामाख्या मन्दिरको तस्बिरहरू हो। केबल कार चढ्नलाई कुरिरहेको 9 बजेबाट मात्रै खुल्छ अरे भन्ने कुरा हो। त्यही भएर चाहिँ अलि बुटोलको माथि डाँडामा अलिकति हल्का हावा पनि चल्दो रहेछ। के छ त मेरो बुढी भने? ठिक छ। हो त्यही हो केबल कार। देख्यो केबल कार चढ्न भनेर एक्साइटेड भएर हिँडेको छ। आउनु 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 छिटो आउनु। आमा बुवाले चाहिँ लिफ्टबाट पठाइदियो। जनगाउँ मा कामस्या देवीको दर्शन गर्नलाई जान लागेको लुम्बिनीमा। आगाम भनेको चाहिँ भनेको छ निर्मल डराउँदैन कहाँ डराउनु। एकजना आउनु गुड बेबी हो। उसले त केही छैन। चिप्स मतलब छैन उसलाई त। कहाँ चढ्यो के गर्यो के मतलब छैन। एलेक्सलाई मङ्की देख्यो अरे? देख्दैन यता। त्यो ट्रीमा देख्यो? ऊ तलौ सिद्ध बाबाको मन्दिर। यो जङ्गलमा चाहिँ केराको बोटहरू पनि रहेछ। टन्न रहेछ यहाँतिर। उतापट्टि पनि आउँछ त्यो मन्दिर केराको बोटहरू। त्यसरी नहेर कान्छी उतापट्टि हेर माथि हेर त्यो भुइँमा तल नहेर। ज्याजी अझैले हात हो आयन ज्याजी मलक्रेमा ज्याजी। मैले गाडी खानु जरुरत त्यो खुब मजेदार जङ्गल। 177 176 175 हामी माथि कामस्य देवी मन्दिरमा आइपुग्यो। आमा चाहिँ अब 172वटा सिँढीहरू चढ्नुपर्ने रहेछ। आमालाई अलिक गाह्रो भन्नाले बिस्तारै चढ्नु भएन। मा कामाख्या देव मन्दिर दर्शन गुरुजी। ओम मंत्रार्थ सबला संत कुल सन्मत सत्र मुदल सुत वस्तु काम कर्म संत मी देवी जगन्माता देवी नमस्ते। माथि मन्दिरको टपमा चाहिँ प्लेग्राउन्ड पनि रहेछ। छोरा र छोरी त्यहाँ प्लेग्राउन्डमा खेलेर रमाइरहेछन्। यो चाहिँ बुटोलको माथि हिलमा यहाँबाट चाहिँ पहाड सुन्दर मनोरम दृश्यहरू देखिँदो रहेछ।
हामी अब माथि कामाख्या देवी मन्दिरबाट फर्केको पछाडि हेर न छोरीलाई निन्द्रा लागेको यहाँ हेर्नु त छोरी लाइन गयो त्यसपछि चाहिँ अब एकछिन रोक्यो अब चल्न सुरु भयो सुरु भयो हामी चाहिँ केबल कारबाट अब तल स्टेसनमा आइसक्यो 15 मिनट लाग्दो रहेछ कोदोको ढिँडो चिकन मही गाउँले चुलोमा आएर मिठो थकाली खाना सेट खायौँ हामीले र यसको स्वाद अहिलेसम्म पनि जिब्रोमा झुन्डिरहेको छ। थकाली भन्छ घरमा चाहिँ यस्तो ठेकी रक्सी पार्ने खोसी रक्सी पार्ने भाँडो क्याम्पो फुर्लुङ भन्ने पनि रहेछ माछा राख्ने अहिले चाहिँ फुर्लुङ भन्छ के अरे यहाँ हेर्नु नि चाहिँ के हो पहिला बत्ती टुकी बत्ती बत्ती नआउँदाखेरि टुकी बत्ती तेल हालेर तेल हालेर बाल्ने टुकी बत्ती बाबाले देखाउ त त्यसपछि सिलौटा यो सिलौटा मन पर्यो पिस्यो भने चाहिँ दामी ल के गरेको भात पकाएको थकाली भान्सा घरमा भात पकाएको ओहो ल अनि माथि चलाउ न त ल तिमी त यहाँ चलाउ ल उता हेर्नु बाबालाई हेर्नु न कपाल नि कस्तो काली काली भन्छ अर्को पनि चलाउ न यो के हो यो तरकारी हो कसौडी भन्नु कसौडी कसौडी तरकारी पकाएको हो पार्क भेटेन छोरीले ए पार्क त भेट्यो तर खेल्ने फन पार्क चाहिँ भेटेन प्लेग्राउन्ड चाहिँ भेट्यो प्लेग्राउन्ड भेटेन है यो चाहिँ हामी बुटोलको फुलबारी पार्क भन्दैमा पार्कै पार्क मात्रै रहेछ ल खोइ एलेक्स कहाँ गयो हामी चाहिँ फर्किने क्रममा आउँदाखेरि सिरी एयरलाइन्सबाट आएको थियो अब बुद्ध एयरबाट जाने हो बुद्ध एयरबाट एरोप्लेनभित्र चढ्दै बुद्ध एयरको यहाँ फस्यो नमस्ते 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 हजुरको अगाडि दिनै बुबा आमासँग लुम्बिनी भ्रमण गरेर हामी काठमाडौँ फर्किँदैछौँ र अबको केही समयपछि हामी ल्यान्ड गर्दैछौँ।